नमस्ते, म ठाकुरबाबा नगरपालिका 3 गोदान निवासी कृष्ण शाही। यहाँहरूको निमित्त हाम्रो ठाकुरबाबा नगरपालिकामा अहिलेको अवस्थामा के कस्ता किसिमका विकास, उन्नति र प्रगतिका कुराहरू भइरहेका छन् भन्ने विषयमा हजुरहरू समक्ष आइरहेको छु। र अहिले चाहिँ ठाकुरबाबा नगरपालिका लगभग धेरै ठाउँमा बाटोहरूको सञ्जाल पुगिसकेको र पिच भइसकेको अवस्थामा पनि हाम्रो ठाकुरबाबा नगरपालिका 3 अन्तर्गत पर्ने गोदानामा चाहिँ अहिलेसम्म पुलको त कुरै छोडिदिउँ, एउटा पिच बन्न पनि नसकेको अवस्था भइरहँदाखेरि यहाँको गोदाना निवासीहरू निकै नै कठिन अवस्थामा जीवनयापन गर्न परिरहेको छ। र कतिपय अवस्थामा यहाँको एकदमै सामान्यभन्दा सामान्य आधारभूत आवश्यकताको पनि परिपूर्ति गर्न नसक्दाखेरि सरकारको पक्षबाट, स्थानीय सरकारको पक्षबाट भन्नुपर्छ र हाम्रो ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख र यहाँका जति पनि प्रतिनिधिहरू हुनुहुन्छ, यहाँबाट जानुभएका, राष्ट्रिय सभामा पुग्नुभएका भनौँ, प्रतिनिधि सभामा पुग्नुभएका, हुन त हामी बर्दियाली जनता भनौँ, हाम्रो ठाकुरबाबा नगरपालिका अन्तर्गत पर्ने क्षेत्रको बर्दियावासीहरू, नगरपालिकावासीहरूले चाहिँ कस्तो मान्छेलाई चयन गरेर पठाए हाम्रो प्रतिनिधि सभामा पर्दा एउटा दुर्भाग्य भन्नुपर्छ। किनकि हाम्रो यो ठाकुरबाबा नगरपालिका अन्तर्गत पर्ने कुनै पनि विषयमा अहिलेसम्म त्यो प्रतिनिधि सभामा एउटा आवाज पनि बुलन्द भएको सुन्न पाइएको छैन। अब चाहिँ नेपाली जनता भनौँ, हाम्रो ठाकुरबाबा नगरपालिका अन्तर्गत जति पनि नेपाली जनता सबैले बुझ्नुपर्ने के छ भनेपछि यस्तो मान्छेलाई चयन गरौँ 2084मा कि जसले आफ्नो समस्या, यहाँको स्थानीय समस्या, यहाँको गाउँठाउँको समस्यालाई उजागरण गर्न सकोस्। ज्ञानेन्द्र शाही जस्तै प्रतिनिधि सभामा आफ्नो नेपाली जनताको, आफ्नो क्षेत्रको समस्याको बारेमा उजागरण गर्न सकोस् र सशक्त रूपमा आवाज उठाउन सकोस् जनताको बारेमा, त्यस्तो मान्छेलाई मात्र चयन गरौँ है। यो मेन कुरो यो छ भनेपछि अर्को कुरो चाहिँ बर्दिया ठाकुरबाबा नगरपालिकामा चाहिँ सबै ठाउँमा बाटोघाटो पुगिसक्यो र त्यही अन्तर्गत हाम्रो ठाकुरबाबा नगरपालिका 3 गोदानामा चाहिँ अहिलेसम्म न बाटो पुगेको छ, न बाटो त छ भनौँ, त्यसमा पिच गर्न सकिएको छैन। के कस्तो कारणले पिच गर्न सकिएको छैन, त्यसको एउटा आवाज बुलन्द गर्न बेला बेलामा आइरहेको छु। र किन पिच गर्न सकिएको छैन? किनकि हो ठाकुरबाबा नगरपालिकामा जति पनि राजस्व उठ्छ त्यसको अधिकांश राजस्व त हाम्रो गोदानाबाट उठ्छ जस्तो लाग्छ मलाई। किनकि यहाँबाट गिट्टी बालुवा जति पनि लगिन्छ यहीँबाट लगिन्छ। यहाँको राजस्वको 40% या 60% यहीँ मात्र लगानी गर्ने हो भने पनि गोदाना गाउँलाई अरू कसैको आशीर्वाद चाहिने जस्तो त लाग्दैन मलाई। त्यसैले गोदाना गाउँमा चाहिँ पिच बन्नु पर्यो भन्ने आवाज एउटा हो। अर्को आवाज चाहिँ गोदाना गाउँमा अहिलेसम्म एउटा राम्रो टावरको व्यवस्थापन भएको छैन। कसरी व्यवस्थापन गर्न सकिन्छ? नगर प्रमुखले गर्नु पर्यो या हाम्रो स्थानीय सरकारले गर्नु पर्यो या हाम्रो प्रदेशको सरकारले हुन्छ, केन्द्रीय सरकारले हुन्छ। यहाँ पुल चाहियो मेनमा र लाइनको त अहिले अब अस्तव्यस्तै छ भनौँ, बेला बेलामा झ्याप्पा जाने। हाम्रो केन्द्रीय सरकारले कुलमानलाई हटाइसकेपछि हाम्रो यही छ हरिगति, सालोलाई ल्याएपछि यस्तै हो। अर्को चाहिँ टावरको, अनि हाम्रो गोदानाका जति पनि साना बालबालिकाहरू छन्, बिहान ट्युसन जानुपर्छ 4-5 बजे राति, अनि यो स्थानीय सरकारले एउटा बल्ब त हाल्न सक्थ्यो होला त जङ्गलमा, एउटा बल्ब पनि हालिदिनु पर्यो, एउटा लाइनको व्यवस्थापन। किनकि समृद्ध ठाकुरबाबा नगरपालिका बनाउने एउटा आमूल परिवर्तन गर्ने नाराको साथमा आउनुभएको त हाम्रो नगर प्रमुख ज्यूहरूले, उहाँले चाहिँ के कस्तो किसिमको उयोहरू गरिराख्नु भएको छ। उहाँलाई अनुरोध छ कि एउटा 2-3टा लाइटको व्यवस्थापन गर्नु पर्यो जङ्गलमा राति हिँड्नको लागि, गोदाना गाउँ र नौलापुरको बिचको जङ्गलमा। र पिच तुरुन्त जति सक्दो हुन्छ छिटो पिचको व्यवस्थापन गरेर गोदाना गाउँलाई पनि एउटा समृद्ध गाउँको र गोदाना गाउँका जनतालाई पनि एउटा जस्तो शास्ति रहितको गर्नु पर्यो। र अर्को चाहिँ हाम्रो केन्द्रीय सरकारका, प्रदेश सरकारका जति पनि सांसदहरू हुनुहुन्छ, हाम्रो क्षेत्रका रेशमलाल चौधरीका पार्टीका हुनुहुन्छ, अब चाहिँ नेपाली जनता भनौँ, हाम्रो क्षेत्रका जनताले चाहिँ यस्तो मान्छेलाई चयन गर्नुहोस् कि त्यसले आफ्नो क्षेत्रको चाहिँ ज्यादाभन्दा ज्यादा समस्याको उजागरण गर्न सकोस्। त्यो जनताको थलोमा
प्रतिनिधि सभामा। त्यसैले यो हाम्रो नेपाली जनताको आवाज बुलन्द गर्न सक्ने, जनताहरूको समस्याको बुलन्द गर्न सक्ने एउटा प्रतिनिधिको छनौट गरौँ भन्दै 2084 चाहिँ अब राम्रो प्रतिनिधिहरूको छनौट गरौँ। अहिले राजा ज्ञानेन्द्र आऊ देश बचाऊ भन्ने किसिमका नाराहरू पनि घन्किरहेका छन्। यो त्यसै घन्किएको छैन। यहाँ व्याप्त रूपमा भ्रष्टाचार, असङ्गति र लुटपाट जस्ता किसिमका उहरू भइरहँदाखेरि फेरि त्यही पुरानो राज संस्थाप्रति नेपाली जनताहरू आकर्षित भएका छन्। तपाईँ नेताहरूले अब आत्मसात गरेर भन्नुहोस् कि हामीले जति गऱ्यौँ गल्ती कमी कमजोरी गऱ्यौँ आत्मसात गरेर अब भन्नुहोस् हामी आजबाट गर्दैनौँ, भ्रष्टाचार गर्दैनौँ भनेर जति पनि भ्रष्टाचार छन् त्यसका छानबिन हुन्छ र कटघरामा ल्याउँछौँ भनेर न्यायपालिकाले न्यायपालिकाको काम गर्न दिनुहोस्, व्यवस्थापिकालाई व्यवस्थापिका र संसदलाई संसदको काम गर्न दिनुहोस्। त नेपाली जनताहरू किन उर्लिन्छन् फेरि यो राजा हो देश बचाऊ भन्ने यो प्रणालीको विरुद्धमा किन उर्लिन्छन्? तपाईहरू कामै त्यस्तै गर्नुहुन्छ, भ्रष्टाचारलाई प्रोत्साहित गर्नुहुन्छ। जति पनि हुनुहुन्छ अहिलेका प्रमुख नेताहरू प्रचण्ड, केपी शेरे, तपाईहरूले यो राजनीतिबाट विस्थापित हुनुहोस्। नेपाली जनताहरूले अर्को दिन फेरि सडकमा देख्नुहुन्न क्या। तपाईहरूकै कारणले गर्दा नेपाली जनताहरू अहिले फेरि त्यो फालिएको राज संस्थाप्रति आकर्षित भएका छन्। तपाईहरूकै त्यो कुकर्म, कहिले हजुरहरूको भुटानी शरणार्थी, कहिले मान्छे बेच्ने, आफै बेचिन गएको नेपाली जनतालाई फेरि बेचेर पैसा कुम्लाउने काम गरिसकेपछि नेपाली जनताहरूले फेरि एक गणतन्त्र राम्रो भनेर हजुरहरूको पछि झोला बोकेर हिँडिराख्नुपर्ने। अझ झोला पनि पुरै छोडिदिनुहोस्। झोला बोकेर हामी त राष्ट्रको झोले हो भन्नुहुन्छ। हजुरहरू राष्ट्रको झोले होइन, आफ्नो परिवारको झोले हो, आफ्नो कार्यकर्ताको झोले हो हजुरहरू, र आफ्नो पेटको झोले हो। नेपाली जनताको समस्याको झोले होइन, नेपाली जनताको आवाजको झोले होइन, नेपाल देशको झोले होइन हजुरहरू। यदि नेपाल देशको झोले हुन्थ्यो भने नेपाली जनता, हरेक नेपाली जनताको ओठमा मुस्कान लगाउने, आधारभूत आवश्यकता समेत पूर्ति गर्न सक्नुभयो। नेपाली जनताले अरू केही मागेको छैन हजुरहरूलाई, सिर्फ स्वास्थ्य, शिक्षा, रोजगारीको सिर्जना गरिदिनुहोस् देशमा। नेपाली जनताहरू यो देशको माटोमै रम्न चाहन्छन्। जति पनि युवाहरू पलायन भएका छन् ती युवाहरूलाई नेपालकै स्वदेशमै, नेपालको विकासमा र समृद्धिमा परिचालन गर्न सक्ने एउटा वातावरण बनाउनुहोस् न। तब पो नेपाली जनताहरू यही तपाईहरूको व्यवस्था प्रणालीप्रति रुष्ट हुँदैनन्। तपाईहरू लाग्नुहुन्छ भ्रष्टाचारी जोगाउन, अनि नेपाली जनताहरू लाग्नुपर्ने तपाईँहरूलाई जोगाउन। त्यसैले सच्चिनुहोस्, होइन भने नेपाली जनताहरू त जागिसके। अब अरू कुरो भन्न केही बाँकी छ जस्तो त लाग्दैन मलाई। तर हाम्रो ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख जति पनि प्रतिनिधिहरू हुनुहुन्छ, अब चाहिँ सबै गाउँ क्षेत्र वडाहरूलाई चाहिँ समान रूपमा हेर्नु पर्यो। आफ्नो क्षेत्रलाई मात्र होइन, सबै गाउँ क्षेत्रले समान रूपले हेर्नु पर्यो। र अनि यो ठाकुरबाबा नगरपालिकामा चाहिँ अहिले खानेपानीको विषयमा चाहिँ एकदमै ठुलो आवाज उठिरहेको छ। कता भ्रष्टाचार भएको छ भने यसको बारेमा पनि के कस्तो किसिमको यो छानबिन भयो, के आवाज आएको छैन। यो ठुलो आवाज भइसकेको छ। त्यसैले यसको बारेमा पनि छानबिन होस्। र नेपाल सरकारले पनि एउटा कुरो नेपाल सरकारलाई पनि छ कि नेपाल सरकारले अब भ्रष्टाचारी जति पनि लुटपाट डकैती भएका छन् तिनीहरूलाई खोरमा थुन्ने, र अहिले भर्खरै हिजो अस्तिको कुरो हो त्यो भ्रष्टाचारीहरूलाई जोगाउने कुरो भइरहेको छ भन्ने ठुलो ठुलो न्युजहरू आइरहेको छ। तपाईहरू लाग्नुहोस्, अब देश बचाउनुहोस्। त्यति भन्दै अब चाहिँ 2084 को चुनावमा चाहिँ सम्पूर्ण नेपाली जनतालाई अपिल गर्छु कि तपाईहरूले यस्तो व्यक्तिलाई छनौट गर्नुहोस्, चाहे त्यो एमालेको होस्, चाहे त्यो काङ्ग्रेसको होस्, चाहे राप्रपाको जोसुकै होस्, तर आफ्नो क्षेत्रको आवाज बुलन्द गर्न सक्ने। हाम्रो ठाकुरबाबा नगरपालिकाको क्षेत्रको अहिले हेर्नुहोस्, बर्दियाको 2 नम्बर क्षेत्रमा हाम्रो क्षेत्रको नाम अहिलेसम्म त्यो प्रतिनिधि सभामा अहिलेसम्म कसैले लिन सकेको छैन क्या। और कमसेकम एकचोटि त बर्दियाली जनताको आवाज बुलन्द गरेर गइसकेपछि नेपाली जनताले चाहेको भनेको आफ्नो समस्या र आफ्नो क्षेत्रको समस्यालाई उजागर गर्न सक्ने प्रतिनिधि सभाका सदस्यहरू पो चाहेको। तिनीहरू जाने तलब भत्ता पचाउने, अनि त्यस्ताले चाहिँ अब नजिताउनुहोस् है, कृपया सबैले जिताउनुहोस् यस्तो व्यक्तिलाई जसले भ्रष्टाचार नगरोस्, जसले परिवारवादमा नलागोस्, जसले आफ्नो झोलेवादमा नलागोस्। देश र जनताको लागि काम गर्ने व्यक्तिलाई जिताएर पठाउनु होला भन्ने सम्पूर्ण नेपाली जनताहरूलाई एउटा आफ्नो मनैदेखि नै हार्दिक अनुरोध गर्छु। र सबैभन्दा ठुलो राष्ट्र हो र राष्ट्रपछि मात्र अरू कुरो आउँछ। त्यसैले राष्ट्रको लागि
लड्नुहोस्, राष्ट्रको लागि बाँच्नुहोस्, राष्ट्रको लागि जिउनुहोस् र राष्ट्रको लागि नै मर्नुहोस् भनेर सम्पूर्ण नेताहरूलाई विनम्र अनुरोध गर्छु। र भ्रष्टाचार चाहिँ कदापि नगर्नुहोस्। अब भ्रष्टाचारी गर्दा हजुरहरूको यो गणतन्त्र डुङडुङ्गी गनाएको छ। सम्पूर्ण नेपाली जनतालाई यही भन्दै अब 2084मा सबै जति पनि यिनी पुराना भनिएका प्रमुख पार्टीका प्रमुख नेताहरूलाई बाइकट गर्नुहोस् र तिनीहरूलाई विस्थापित गरिसकेपछि हजुरहरूको यो उत्तम प्रणाली, व्यवस्था प्रणाली, विश्वको सबैभन्दा उत्तम प्रणाली भनेको छ यो स्थापित हुन्छ, नत्र भने यो जान्छ। त्यसैले नेपाली जनताहरू चाहिँ अब ढुक्क हुँदा हुन्छ। अब यस्तै यिनीहरूको रवैया भयो भने यो गणतन्त्र जान्छ र राष्ट्र त नआउला भन्न सकिँदैन। त्यसैले नेतावर्गहरू पनि सोचिन जरुरी छ र जनतावर्ग पनि सोच्नु जरुरी छ। हामीले कस्तो मान्छेलाई चयन गर्दैछौँ भनेर 5 वर्षको निमित्त कस्तो मान्छेलाई चयन गर्दैछौँ भनेर माइन्डमा ध्यानमा राखेर मात्र अब 2084मा चुनावमा भोट हाल्ला भन्दै सम्पूर्ण नेपाली जनतासँग चाहिँ बिदा चाहन्छु। हस्त, नमस्ते।